सम्पूर्णमा आदरणीय आमा बुवा दाजुबा दिदीबहिनीहरू सबैमा नमस्कार। मिति 2022 साल मङ्सिर 14 गते आइतबारका दिन अन्तर्राष्ट्रिय 43औं लैङ्गिक हिंसा अन्त्यको 16 दिने अभियानमा म आज एउटा लैङ्गिक हिंसा अन्त्य गरौँ भन्नेका लागि मैले एउटा अभिनय गर्न चाहेको छु। सम्पूर्णले हेर्नुहोला। म यो टस बालेर महिला हिंसा अन्त्य गर्नुपर्छ भनेर म यो सुरोको प्रयोग गरेर र यो बास्केटमा जति छन् तीहरूलाई गर्दै जानेछु र महिला हिंसा लैङ्गिक हिंसा अन्त्य गरौँ भन्ने अभियानमा म जोडिएको छु र आजको दिनदेखि मैले यो अभियान सुरु गरेको छु घरको बलेसीबाट र यो अन्त्य गर्नलाई मैले साइकल यात्रा गर्नु चाहँदैछु। यो साइकल यात्रा टस बालेर र सुरु हातमा लिएर साइकल यात्रा गरेर म यो समाजमा लैङ्गिक हिंसा अन्त्य गर्नका लागि म भ्रमणमा लागेको छु। सबैले साथ सहयोग दिनुहोला। म अब भ्रमण गर्ने हिँड्दैछु। म घरको बलेसीबाट सुरु गरेको मैले यो साइकल यात्रा टस बालेर सुरु हातमा लिएर र बास्केटमा अन्त्य भएका प्रमाणहरू जुटाउनलाई यो बास्केट लिएर हिँडेको छु भन्दै मैले यो लैङ्गिक हिंसा भनेको नै घर परिवारबाट र आफन्तबाट र इष्टमित्रबाट नै हुने हो भन्ने यो लैङ्गिक हिंसा अन्त्य गर्नलाई सम्पूर्णले साथ सहयोग दिएर जसरी यो सुरोको प्रतीक के हो भन्ने बुझ्नु पर्यो। यो बास्केट भनेको के हो भनेर बुझ्नु पर्यो र यो दीप ज्योति भनेको के हो, यो विष्णु भगवानको रूप हो कि होइन भनेर बुझ्नु पर्यो सम्पूर्णले र अन्त्य हुन्छ भन्ने म प्रतिबद्धता जाहेर गर्दै यो अभियान सुरु गरेको भन्दै हस्त नमस्कार। सम्पूर्णमा म तुलसा थापाको तर्फबाट।